सम्पूर्णमा नमस्कार। यहाँहरु आरसीएम टेलिभिजन हेरिराख्नु भएको छ। म कबीर पन्त। यति बेला हामी यो शुक्लाफाटा नगरपालिका वडा नम्बर 11 कलुवापुरदेखि बेलौरी जोड्ने पुल रोडको अवस्था यहाँलाई देखाइरहेका छौं। यो रोड वर्षौंदेखि अस्तव्यस्त अवस्थामा छ। यहाँका स्थानीयहरूले पटक पटक यो रोड निर्माणका लागि पहल गर्दै पटक पटक यो रोड बन्द गरिराख्नु भएको छ। तर सरकारले आश्वासन दिन्छ तर यो रोड कहिले बन्दैन। आज 13 गतेका दिन पनि यहाँका स्थानीयहरूले यो धुलो माटोले अति नै कष्ट दियो हामीलाई। यो रोड जसरी भए पनि निर्माण हुनुपर्छ भन्ने माग सहित आज फेरि उहाँले यो अनिश्चितकालीन बाटो बन्द गर्नु भएको छ। एक नम्बरमा यो रोड बनाउँछु भनेर हामी नगरपालिकामा पनि गएको, वडामा पनि गएको, हामीलाई कसैले हेरेको छैन। कसैले हामीले पहिला पनि 7 दिनसम्म बन्द गरेको, न यहाँ मेयर आयो, न उपमेयर आए, न वडा अध्यक्ष आए, कसैले पनि हेरेको छैन हामीलाई। हाम्रो माग भनेको के हो कि रोड बने राम्रै भयो, नबने धुलो माटीबाट हामीलाई बच्नु पर्यो। हामीले यहाँबाट सवारी साधनहरू बन्द गर्नु पर्यो। मेन समस्या भनेको त्यही हो। जबसम्म बन्दैन तबसम्म रोड बन्द हुन्छ। स्थानीयहरूले पटक पटक चक्का जाम गरेर आफ्नो मागहरू राखिराख्नु भएको छ। पटक पटक सरकारले केही न केही आश्वासन दिएर फेरि यो बाटो खुल्छ, फेरि अझ काम हुँदैन, फेरि बन्द हुन्छ। यो प्रक्रिया वर्षौंदेखि चलिरहेको छ। केही दिन अगाडि मात्रै यो जुन अधुरो बाटो थियो यो निर्माण कार्य फेरि सुरु भएको थियो। तर दशैं यता फेरि यो काम रोकियो। अलिकति मात्रै 100 मिटर जति मात्रै भयो होला हैन, 100 मिटर जति मात्रै रोडको काम भयो अनि फेरि दशैं अगाडि यो रोकियो। त्यसपछि यो दशैं तिहार पछि यहाँका स्थानीयहरूले फेरि यो बाटो बन्द गरेका छन्। आज बिहानदेखि नै यो कलुवापुर बजारदेखि अलिकति तल आइसकेपछि यो कच्ची बाटोमा स्थानीय आमाहरूले यसरी कुर्सी बेन्च लगाएर बाटो बन्द गर्नुभएको थियो। उहाँको एउटै माग रहेको छ, यो बाटो जति सक्दो चाँडो निर्माण होस्, यहाँका स्थानीयले सुख पाउन्, यो धुलो माटोबाट कहिले सुख पाउने भन्ने। नमस्कार, मेरो नाम नाराय, वार्ड नम्बर 11 यो कलुपुर दुलैने भन्ने ठाउँमा धेरै धुलो माटो आएर बच्चाहरू हामीहरू सब बिरामी भएका छौँ। त्यही भएर हामीले यो बाटो बन्द गरेका छौँ। हाम्रो माग भएन। आज बिहानदेखि हजुरले अब यो बन्द गर्नु भएको छ हैन? यो भन्दा पहिला पनि यो बाटो यसरी नै हामीले बन्द गरेको हो। हाम्रो भोलि हाम्रो बन्द यो रोड नबन्नाले अहिले अनिश्चितकाल बनायो। ल अहिले चाहिँ अब कहिलेसम्म यो बाटो बन्द हुन्छ त्यो भन्नु? अब नबनुन् ज्यासम्म यहाँ मान्छे नआउन् ज्यासम्म बन्द। ल ठीक छ। अब ठेकेदार नआउन् ज्यासम्म हाम्रो यो बाटो नबनुन् ज्यासम्म हामी बन्द। अनिश्चितकालका लागि यो बाटो बन्द। गोर रौ बगार रौ हामी भोगेर पनि हामी बहिर्ने। हामी दिने गोर बच्चा छाडे। अन्य यात्रुहरूलाई वञ्चित गराए पनि स्कुल बसलाई चाहिँ उहाँले सहज रूपमा आसपास गराइराख्नु भएको छ। तर अन्य यात्रुहरूलाई भने आज बिहानदेखि उहाँले आसपास गर्न दिनु भएको छैन। यो भिडियोलाई सबैजनाले सक्दो सेयर गर्नुहोला। हामी यति बेला यो कलुवापुर बेलौरी सडक खण्डको रोडको यो अवस्था यहाँहरूलाई देखाइरहेका छौँ। हामीले पटक पटक रिपोर्टिङ पनि गरेका थियौँ यो रोडमा, यो रोड कहिले बन्ने भनेर। तर अहिलेसम्म यो रोड कहिले बन्ने टुङ्गो लागेको छैन। यताको अवस्था यस्तै छ। उता कालागौडीदेखि चान्देउ जोड्ने रोडको अवस्था पनि त्यस्तै छ। जुन बाटो बिचमा निर्माण भएको छ त्यो बाटो पनि फुटेर खाल्टाखुल्टी भएर गएको छ। यो भिडियोलाई सबैले सक्दो सेयर गरिदिनु होला।